नमस्कार साथीहरू, सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो आजको यस नयाँ भिडियोमा। आजको यस भिडियो अन्तर्गत भएर मैले हजुरलाई सिकाउन जाँदैछु कि हामीले कसरी एउटा नयाँ इन्स्टाग्राम आइडी बनाउन सक्छौँ भनेर। सिम्पली मैले यहाँ आफ्नो मोबाइलको स्क्रिन चाहिँ अन गरिदिइसकेको छु। जस्ट यहाँ हेर्न सक्नुहुन्छ मैले आफ्नो मोबाइलको स्क्रिन अन गरिसकेको छु। अब इन्स्टाग्राम एपलाई चाहिँ ओपन गर्नुलाई मैले चाहिँ अलरेडी डाउनलोड गरेको थिएँ, त्यसैले मेरो देखाएको छ यहाँ। र हजुरले पहिले नै चलाउँदै आउनुभएको छ भने यस्तो खालको इन्टरफेस आउँछ। नभए सेम प्रोसेस नै हो, अकाउन्ट बनाउने छ। त्यसपछि यो माथिको यो नामवालामा क्लिक गर्नु होला। नामवालामा क्लिक गरेपछि जति पनि हजुरको मोबाइलमा अकाउन्ट रहेको छ यहाँ चाहिँ त्यति देखाउँछ। र एड इन्स्टाग्राम अकाउन्ट भन्नेमा क्लिक गर्नु होला हजुरले। र क्रिएट न्यू अकाउन्ट भन्नेमा चाहिँ हजुरले क्लिक गर्नु होला। जस्ट यहाँ हेर्न सक्नुहुन्छ एउटा नाम आइसकेको छ। हजुरले यहाँ नाम हाल्नु होला, यसलाई डिलिट हालेर। सो मैले चाहिँ हजुरलाई सिकाउनको लागि भनेर यो अलरेडी मलाई नाम दिएको छु, म यही दिइहालेर एउटा चाहिँ नयाँ आइडी बनाएर हजुरलाई देखाउन गएको छु। र नेक्स्टमा क्लिक गरिदिनु होला। नाम बनाइसकेपछि त्यसपछि हजुरको जति पनि अकाउन्ट बनेको छ र हजुरले त्यसलाई लिङ्क गर्न चाहनुहुन्छ किन। अब जस्ट अब मैले यहाँ नो युज फर मैले नयाँ इमेलबाट बनाउन चाहन्छु, त्यसैले मैले यहाँ एउटा पासपोर्ट पनि बनाएको छु। पासपोर्ट चाहिँ हालिदिन्छु। यहाँ एउटा पासपोर्ट बनाएको छु। सिम्पली यो पासपोर्ट हाल्दै र नेक्स्टमा क्लिक गर्दै नेक्स्टमा क्लिक गरिसकेपछि हजुरको डेट अफ बर्थ हाल्नु होला। जस्तै म आफ्नो डेट अफ बर्थ हाल्दै यहाँ हजुरले कुनै पनि हाल्न सक्नुहुन्छ। र सेटमा क्लिक गरिदिनु होला र नेक्स्टमा क्लिक हालिदिनु होला। अनि नेक्स्टमा क्लिक गर्नु होला। जब म इमेलबाट बनाउन चाहेँ त्यसैले इमेलमा हालेर यहाँ चाहिँ यो वाला इमेलदेखि बनाउँछु म। आरवाई भन्ने छ र यसमा चाहिँ एउटा ओटिपी आउँछ है। यहाँ इमेलमा गएर हेर्नु होला। मेरो चाहिँ यहाँ एउटा ओटिपी आइसकेको छ। यहाँ चाहिँ मेरो ओटिपी आएको छ इन्स्टाग्रामबाट है। मेरो यहाँ हेर्न सक्नुहुन्छ एउटा ओटिपी आएको छ। यसलाई चाहिँ म कपी गर्छु। कपी गरेर ब्याक आउँछु। फेरि ब्याक आएर चाहिँ यहाँ पेस्ट हानिदिन्छु। मैले पेस्ट हानिदिएँ। पेस्ट हानेपछि जस्ट अटोमेटिक चाहिँ नेक्स्टमा क्लिक हुन्छ र आई एग्रीमा क्लिक गर्नु होला हजुरले चाहिँ। आई एग्रीमा क्लिक गरिसकेपछि केही लोडिङ लिन्छ यहाँ। त्यसपछि यहाँ एड पिक्चर भनेको छ, एउटा कुनै पनि पिक्चर चाहिँ एड गरिदिनु होला हजुर। म चाहिँ यहाँ कोच द फ्रम ग्यालेरी भनेको चुज द ग्यालेरी भनेको छ। म यसमा गएर एउटा कुनै पनि फोटोलाई सिलेक्ट हालिदिन्छु। मैले यो वाला फोटोलाई सिलेक्ट गरेँ। त्यसपछि डनमा क्लिक गरिदिनु होला। मैले चाहिँ यहाँ डनमा क्लिक गरिदिएँ। डनमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ हजुरको यस्तो खालको इन्टरफेस आउँछ। वेलकम टु द इन्स्टाग्राम भनेको छ। पासपोर्टलाई चाहिँ सेभ हाल्नु होला। स्किपमा क्लिक गरिदिनु है। यसमा पनि स्किप क्लिक गरिदिनु है। नो स्किप भन्नेमा यसमा पनि स्किप हालिदिनु होला सबैमा। हजुरको चाहिँ एउटा इन्स्टाग्राम आइडी बनिसकेको छ। तर यहाँ हजुरको प्रोफेसनल तरिकाले भने इन्स्टाग्राम आइडी बनिसकेको छैन। अब चाहिँ हामी प्रोफेसनल तरिकाले इन्स्टाग्राम आइडी बनाउन जाँदैछौँ। त्यसको लागि चाहिँ एडिट प्रोफाइल भन्ने अप्सनमा क्लिक गर्नु होला। र हजुरले यहाँ कुनै पनि बोइमा हाल्न सक्नुहुन्छ। जस्तै म हेलो माई लभ भनेर हाल्दै हजुरले कुनै पनि हाल्न सक्नुहुन्छ। र म चाहिँ टिकमा राखिदिन्छु। टिकमा भइसकेपछि देख्न सक्नुहुन्छ प्रोफेसनल इन्फर्मेसन सेटिङ भनेको चाहिँ यसमा हुनु होला। र यहाँ स्विच द प्रोफेसनल ड्यासबोर्ड भनेको छ। र यसमा आएर नेक्स्टमा क्लिक गरिदिनु होला। यसमा कुनै पनि एउटा चुज गरिदिनु होला। म डिजिटल क्रिएटर भनेर सर्च गर्दै र यहाँ हजुरको केही लोडिङ लिँदैछ हैन, केही जस्ट वेटिङ गर्नु होला हजुरहरू, धैर्य गर्नु होला। देख्न सक्नुहुन्छ यसलाई चाहिँ यहाँ क्रिएटर नै सिलेक्ट गर्नु होला। नेक्स्टमा क्लिक गरिदिनु होला। यहाँ पनि ओके क्लिक गरिदिनु होला। यहाँ पनि नेक्स्टमा क्लिक गरिदिनु होला। नट नाउमा क्लिक गरिदिनु होला। देख्न सक्नुहुन्छ हजुरको यहाँ एउटा इन्स्टाग्राम आइडी चाहिँ प्रोफेसनल तरिकाले यहाँ चाहिँ बनिसकेको छ। म एकचोटि ब्याक आउँछु। ब्याक आएर म फेरि ओपन गर्छु। यहाँ हेर्नुहोस् जस्ट हाम्रो चाहिँ सिम्पली एउटा इन्स्टाग्राम आइडी चाहिँ बनिसकेको छ। हजुरले आजको भिडियो कस्तो लाग्यो? भिडियो मन पऱ्यो भने भिडियोलाई लाइक र युट्युब च्यानललाई नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन अन गर्न पनि नबिर्सनु होला भन्दै यस भिडियोबाट म बिदा हुन चाहन्छु। जय नेपाल।